आदरणीय पार्टी सभापति, अहिलेसम्म राजनीतिज्ञको छवि छ। हामी अपेक्षा गर्दछौँ पुस्तक विमोचनसँगै भविष्यमा आफ्नै साहित्यिक पुस्तक पनि हाम्रो सभापतिजीको कुनै दिन आउनेछ। त्यसको लागि म शुभकामना पनि दिन चाहन्छु। पार्टीका आदरणीय उपसभापति लगायत सबै आदरणीय नेतृत्ववर्ग, पुस्तकका समीक्षक मित्र, यो पुस्तकका लेखक, साहित्यकार, कवि आदरणीय मित्र गुरुराज घिमिरे र समारोहमा सहभागी पत्रकार मित्रहरू र सबै आदरणीय व्यक्तित्वहरू, बिपी पुण्यतिथिकै नजिकमा आज राम्रो मिति, राम्रो तिथि जुराएर गुरुजीले दुईवटा पुस्तक ल्याउनु भएको छ। राजनीतिज्ञभित्र कुनै साहित्यिक चेत छ भने जस्तै प्रतिकूलतामा पनि त्यो बिस्तारै बिस्तारै निक्लिन्छ। गुरुजीले एकदमै धेरै प्रतिकूलता बेहोर्नु भएको छ राजनीतिक जीवनमा। म सोच्दिनँ हामी सबैले छोटो छोटो समयका कष्टहरू बेहोर्यौँ होला, छोटो छोटो समयका दुःखहरू बेहोर्यौँ होला, तर जति धेरै गहिरो दुःख राजनीतिज्ञले प्रतिकूलता प्राप्त गर्छ, त्यो ढुङ्गा छेडेर पिपल उम्री जस्तो गरेर साहित्य कुरो छ भने क्रमशः बाहिर राम्रैसँग निक्लिन्छ। नरेन्द्र दाई सुम्निमा जस्ता प्रसिद्ध कृतिहरू लेख्नुभयो बिपी कोइरालाले, तर सायद कतै थोरबहुत श्रेय राजा महेन्द्रलाई पनि दिनुपर्छ कि बिपी कोइराला प्रधानमन्त्रीको रूपमा रहिरहनु भएको भए देशले कति राम्रो मार्ग पाउँथ्यो होला, देश समुन्नतिको अर्कै उचाइमा पुग्थ्यो होला, हामी कल्पना गर्न सक्छौँ। तर बिपीलाई लगेर जेलमा हालिदिएपछि पनि बिपी भित्रको सृजनशीलता त मरेन, छेकिएन। राजा महेन्द्रले लगेर तुरेको चार दिवारीभित्र पनि बिपीको सुम्निमा, नरेन्द्र दाई जस्ता कृतिहरू जन्मिए। त्यसैले राजनीति गरिरहँदै गर्दा प्रतिकूलताको बिचमा पनि लेख्ने कुरा अत्यन्त स्तुत्य छ। गुरुजीले प्रतिकूलता बेहोर्नु हुनेछ त म भन्दिनँ, तर कुनै दिन कुनै बेला सरकारलाई मन लागिहाल्यो थुनिदिउँ न त गुरु के गरे भनेर थुनिदियो भने पनि हामी ढुक्क छौँ। राम्रा पुस्तकहरू गुरुजीले नेपाललाई दिनुहुनेछ, नेपाल देशलाई दिनुहुनेछ। अब थुन्ने दिन त छैन, तर प्रतिकूलता चाहिँ अब त्यो निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतले अस्ति वैधानिकता दिने काम नगरेको भए आज दुईवटा पुस्तक नभएर चारवटा पुस्तक निक्लिन सक्छ। त्यस्तो प्रतिकूलताको बिचबाट पनि मुस्कुराउँदै लेख्न सक्ने क्षमता, योग्यता गुरुजीमा छ। म त्यसको लागि शुभकामना दिन चाहन्छु। उहाँले लेख्नुभएका दुईटै पुस्तकलाई सरर हेर्ने अवसर मिल्यो। म धेरै अन्य विषयमा जान चाहन्न। पार्टीका आदरणीय सभापति स्वयं यहाँ हुनुहुन्छ, राजनीतिक विषयवस्तु अहिलेको सन्दर्भ उहाँले यससँग जोडेर बोल्नु नै हुनेछ। म थोरै पुस्तकभित्रै संक्षिप्तमा जान चाहन्छु। बुद्ध बिपी र आजका राजनेता लेख्दै गर्दाखेरि त्यो प्रसङ्गसँग सम्झिँदै गर्दाखेरि बुद्धले सत्ता त्याग गरेको उदाहरण हामी सबैले सम्झिन्छौँ। बिपी कोइराला केवल एकपटक प्रधानमन्त्री बन्नुभयो, तर 37 सालको जनमत सङ्ग्रहमा पुग्दै गर्दाखेरि उहाँले भावी प्रधानमन्त्री फलानु भनेर घोषणा गर्नुभयो। केवल एकपटक प्रधानमन्त्री भएको व्यक्तित्वले अर्को पटक प्रधानमन्त्रीको दौडमा आफूलाई नराखिकन छोड्नु भएको त्यो त्यागको प्रसङ्ग बुद्ध बिपी र आजका नेता भन्ने पुस्तक पढ्दै गर्दाखेरि यसलाई जोडेर आजको राजनीतिमा हामीले हेर्नुपर्छ। किनभने राजनीतिक जीवनमा के हुँदो रहेछ भने म कुन उचाइसम्म पुगे पछाडि मेरो अन्तिम पडाउ हो भन्ने हामी कसैलाई थाहा हुँदैन, तर कुनै एउटा यस्तो बिन्दुको पहिचान सायद राजनीतिमा जरुरी हुन्छ जुन बेला विदाईको हात बडा सम्मानका साथ मैले त्यही अरूलाई सुम्पिएँ भनेर भन्नुपर्ने क्षण आउँछ। त्यो चिन्न सक्नु चाहिँ राजनीतिज्ञको, या चिन्न नसकिरहँदै गर्दा वरिपरिका अरू साथीभाइहरूले चिनाइदिने योग्यता राख्नु चाहिँ एउटा राजनीतिज्ञका प्रति न्याय हुन्छ भन्ने मलाई लाग्छ। त्यही पहिलो लेखमा बडा राम्रो प्रसङ्ग गुरुजीले लेख्नु भएको छ। चाबेलको डेरामा भतिजको घरमा बिपी कोइरालालाई भेट्न जानेहरूले देख्दा रहेछन् कि बिपी बेला बेला टेबलमा राखिएको एउटा सुकेको पातलाई हातमा सुमसुमाउनु हुँदो रहेछ। अनि गएकाहरूले सोधेछन् एकपटक, बिपी यो सुकेको पातलाई तपाईँ किन सुमसुमाइरहनु भएको छ? बिपीले भन्नुभएछ कि जुम्लाबाट एकजना साथीले बडा प्रेम गरेर मेरो लागि रोटी लिएर आउनु भएको रहेछ।
जुम्लाबाट यहाँ आइपुग्दै गर्दासम्म रोटी त खान नहुने भइ नै हाल्यो, त्यसैले रोटी त खान सकिएन। तर मैले यो पात चाहिँ सुरक्षित राखेँ, किनभने यो रोटी बेरेको पात मात्रै होइन, त्यो साथीले स्नेहले भरिएको प्रेमको एउटा प्रतिनिधि पत्र हो यो, त्यसैले यसलाई मैले सुरक्षित राखेको छु भनेर बिपी कोइरालाले आजको मितिमा आजका नेता भनिरहँदै गर्दाखेरि हामीले सम्झिनुपर्छ, हामी जिम्मेवारीको निश्चित उचाइमा होला, तर त्यसरी नै गाउँमा प्रेमको पात टिपेर बसेका आदरणीय साथीहरू हुनुहुन्छ जो गाउँमा पुग्दै गर्दाखेरि हाम्रा गलामा बडा प्रेमपूर्वक त्यो पातसँगै फुलका ठुङ्गा उडेर माला लगाइदिनुहुन्छ। बिपीले त्यो बेलामा ओइलिएको सुकेको पातलाई पनि प्रेम गरे जस्तै हामीले गाउँमा रहेका साथीहरूको हातमा रहेको फुलको माला र फुललाई ओइलिन नदिने सङ्कल्प पनि गर्नुपर्ने कुरा पनि यो लेख सँगसँगै हामीले जोडेर सम्झिनुपर्छ जस्तो लाग्छ। गुरुजीले अर्को एउटा लेखमा औषध राजनीतिज्ञले बिगारेको देश भन्ने शीर्षक छ, त्यसभित्र पनि आफ्ना दृष्टिकोण राख्नु भएको छ। यसमा म थोरै थप्न चाहन्छु। करिबन 2 दशक अगाडि एउटा बहस थियो, बीबीसीका श्रद्धेय सुशील शर्माले नेपाल किन बन्न सकेन भन्ने बहस ल्याउनुभयो, राम्रैसँग त्यो बहस चल्यो। अलिपछि त्यो बहसलाई फरक कोणबाट सेतो पार्टीले नेपाल कति बन्यो कति बिग्रियो भन्ने कोणबाट लिएर आयो। त्यसैले आजको मितिमा यो पुस्तक भित्र गएर हामीले पढ्दै गर्दाखेरि सँगैमा हामीले के खोज्नु छ भने नेपाल किन बन्न सकेन भन्ने कोणबाट हामी आउनु छ। नेपाल बनेको छ, बन्न कति बाँकी छ, नेपाल बन्यो कति, बनाउन हामी चुक्यौँ कति, अबको यात्रा हामी हिँड्न कति बाँकी छ र कति नेपाल देशलाई रूपान्तरण गर्ने हाम्रो गुरुत्तर दायित्वका प्रति इमान्दार बन्न बाँकी छ। यसलाई जोडेर नै हामी जानुपर्छ। गुरुजीले यो पुस्तक मार्फतबाट गर्नुभएको प्रयास, लेख्नुभएका चिजहरू, जोड्नुभएका मनहरू, दिनुभएको दृष्टिकोणहरू सबैका प्रति म सम्मान व्यक्त गर्न चाहन्छु। अब अन्तिममा म यो संक्षिप्तमा कविता सङ्ग्रहको थोरै 2 लाइनमा जान चाहन्छु। कति गजब लाग्यो गुरुजी तपाईँले लेखेको एउटा लाइन कि नयाँ वर्षलाई बडा ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर भनेर मनाउँदै गर्दा हामी बिर्सिरहेका हुन्छौँ कि जिन्दगीको एउटा वर्ष चाहिँ हामीसँग अघिल्लो रात हात हल्लाएर हामीबाट बिदाई भएको छ। गुरुजीले त्यसैले नयाँ वर्षको बारे लेख्नुहुन्छ। त्यो नयाँ वर्षलाई खोज्दै 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 कहीँ त भेटिएला नि भनिराखेर उहाँ के भन्नुहुन्छ भने अनि गरौँ न हामी तिम्रो मृत्यु पूजा, अनि गरौँ न हामी तिम्रो मृत्यु पूजा, यो नयाँ वर्षको मृत्युकै पूजा गर्दिन पाएदेखि भन्ने उहाँको एउटा परिकल्पना राम्रोसँग लेख्नु भएको छ। त्यस्तै स्वाभिमानी धरहरा पनि मलाई मन पर्यो। त्यसको एउटा लाइन चाहिँ गजब लाग्यो, मैले यहाँ मोबाइलमा त्यो टिपेको पनि छु। धरहरा थोरै अग्लिनु पनि छैन, धेरै पग्लिनु पनि छैन। यसो सोच्नुहोस् त, जिन्दगीमा एउटा मान्छेका रूपमा त्यो धरहरालाई मान्छेका रूपमा हामी आफूमा सोचौँ त कति गजबको कुरा छ। धेरै अग्लिनु पनि छैन, थोरै अग्लिनु पनि छैन, धेरै पग्लिनु पनि छैन। हाम्रो जिन्दगीमा अभ्यास गऱ्यौँ भने यसले के बताउँछ त यो कविताको पङ्क्तिले भने आकाङ्क्षा त राख, तर तिम्रो आकाङ्क्षा र परिस्थिति बिचको सन्तुलन पनि राख। हामी आकाङ्क्षा राख्दा राख्दै जिन्दगीमा यस्तो आकाङ्क्षा यसरी राखिदिन्छौँ कि त्यो आकाङ्क्षाहरू पुरा हुन नसकेर जिन्दगीको बुढेउली कालमा पुगेपछि अनि नानी बाबुलाई भन्छौँ, नानी बाबु हामीले त केही गर्न सकेनौँ, अब तिमीहरूले केही गर्लाऊ भनेर। जबकि मान्छेले जिन्दगीमा हरेकले केही न केही गरेको हुन्छ र हरेकभित्र केही न केही विशिष्टता अर्को मान्छेभन्दा फरक हुन्छ। त्यसैले एउटा आशाको कुरो, एउटा विश्वासको कुरो, प्रेमको कुरो, आकाङ्क्षाको पनि उचित सन्तुलन र व्यवस्थापनको कुरो सायद यो कविताको पङ्क्ति मार्फत गुरुजीले भन्न खोज्नु भएको छ। हामी नबिर्सौँ, दैनिक 20 जनाले नेपाली समाजमा आत्महत्या गर्ने गरेका छन्। केही दिन अगाडि गणेश नेपालीको आत्मदाहको घटना भयो। कति बेला लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काङ्ग्रेस पार्टीले यसलाई सरकारलाई घेर्ने मुद्दाको रूपमा चाहिँ जबरजस्त उठाउनेछ। तर हामीले सोच्यौँ कि प्रेम आचार्यले कुनै बेला हाम्रो पालामा, पुरानो भनिएको दलहरूको पालामा, यद्यपि नयाँ दलकै भनिएका साथी गृहमन्त्री पनि हुनुहुन्थ्यो, हामी यसरी गएनौँ। अनि अहिले फेरि गणेश नेपाली नयाँ भनिएकाहरूको पालामा, आखिर हिजो किन त्यसो भयो, आज पनि किन यसो हुँदैछ?
हिजो हामीसँग नागरिकहरू किन असन्तुष्ट रहे, अहिले पनि फेरि निराशा किन बढ्दैछ? त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन, यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिँदैछ। यसबाट जुझ्नका लागि सरकार प्रतिपक्ष हामी सबै सँगसँगै उभिनुपर्ने छ। त्यसैले गुरुजीको कविताको पङ्क्तिमै जोड्दै गर्दाखेरि धरहरा थोरै अक्लिनु पनि छैन, धेरै पक्लिनु पनि छैन। हामी एउटा निरन्तर बगिरहने नदी जस्तै जिन्दगीको एउटा साथीको हरिभक्त घिमिरे भन्ने एउटा साथीले गाउनु भएको गीतको म पङ्क्ति सम्झिन्छु। सबै भन्छन् उँभोबाट आकाश छुनुपर्छ, म त भन्छु उँभोबाट सागर पुग्नुपर्छ, तर तिम्रो पाइलाहरू नरोकिने हुनुपर्छ, खोला जस्तै नदी जस्तै बगिरहनुपर्छ बगिरहनुपर्छ। अर्थात् जिन्दगीको आफ्नो बाटोका प्रति इमानका साथ बगिरहने कुरा त्यसमा उल्लेख छ। अन्तिममा गुरुजीको यो कविता सङ्ग्रहमै गइसकेपछि कविताको कुनै लाइन वाचनै नगरिकन बिदा भए पनि नमजा होला। थाहा छैन यो कविताको उहाँले लेखेको लाइन चाहिँ उहाँले बिए गरे पछिको हो कि बिए गर्नु अघिको हो, यो त थाहा छैन, तर मैले सुनाउनु त पर्यो। मनभित्र पस्न गाह्रो, खरानी नि घस्न गाह्रो। गजब लाइन छ यार। यो बिचको अन्तिम है, म के भनौँ भन्ने 60 नम्बर पेजको कविताको अन्तिम 4 लाइन है। मनभित्र पस्न गाह्रो, खरानी नि घस्न गाह्रो। गुरुजीलाई खरानी घसौँ भइसकेको रहेछ। मनभित्र नि पस्न गाह्रो, खरानी नि घस्न गाह्रो, फुललाई लत्याएर काँडामाथि बस्न गाह्रो, बाण हान्छ घरिघरि त्यो नजरले म के भनौँ, बाण हान्छ घरिघरि त्यो नजरले म के भनौँ, फुलको सट्टा स्वागत गर्छ अधरले म के भनौँ। गुरुजीले भन्नुपर्ने जति केही नभनौँ भन्दै भन्ने जति सबै कुरा। त्यस कारण म सबै आदरणीय साथीहरूलाई आग्रह गर्छु कि गुरुजीको यो दुईटै पुस्तक हामी पढौँ, यसभित्रबाट हामीलाई उपयुक्त हुने चिजहरू लिउँ र अब यो प्रस्तुति पछाडि आज सहभागी भएका सबैले राजनीतिक कर्मी त हामी छँदैछौँ, केही न केही साहित्य पनि फुलोस्। र मलाई जाँदा जाँदै अघि भीष्म दाइले भन्नुभएको थियो बाटोमा आउँदै गर्दाखेरि आज कविता सङ्ग्रहको बारेमा बोल्न जानुपर्ने। जिन्दगीमा मैले कविता कहिले लेखेको छैन भाइ, तर अब मैले लेख्ने कविताको शीर्षक चाहिँ मैले छुट्याइसकेको छु, रेस्लिङ भनेर भन्नुभयो। उहाँलाई त्यो कविताको लागि शुभकामना दिँदै गुरुजीलाई धेरै बधाई दिँदै मेरो कविता आज प्रस्तुति यही टुङ्ग्याउन चाहन्छु। नमस्कार, धन्यवाद, जय हिन्द।